हेलो गाइज, म अविनाश तामाङ। मैले चाहिँ आज एउटा नयाँ युट्युब च्यानल भन्नाले फर्स्ट टाइम एउटा युट्युब च्यानल खोलेको छ। सो अब भिडियो नयाँ कन्टेन्टहरू कसरी बनाउने सोचिरहेको छु। छोडिदिउँ होइन, त्यही भएर अब एउटा सर्ट भिडियो जस्तो ब्लग जस्तो पनि एउटा छोरीलाई स्कुल लिन गएको एउटा सर्ट भिडियो ब्लग जस्तै बनाएको छ गाइज होइन। के कस्तो लाग्छ यसो लाइक सेयर कमेन्ट गरेर सहयोग गरिदिनु होला। सो म चाहिँ लागे छोरीको स्कुलतिर। छोरीको स्कुल पनि आइपुगेको छ, रुम नजिकै छ। सो म छोरीलाई स्कुल लिनुलाई स्कुलभित्र छिर्छु। छिरेर मैले छोरीको नाम भनिसकेको छु, म सिस्टरलाई बोलाउनु भनेर अब एकछिन बाहिर होल्ड गरेँ म। अब यहाँ बाहिर कामहरू बिल्डिङहरू नयाँ बन्दै रहेछ। सो छोरी पनि आइसक्यो। छोरी कति ढिलो लिन आएको भनेर रिसाइसकेको छ। सो अब मैले चाहिँ यतैबाट छोरीलाई ट्युसन छोड्नु पर्ने हुन्छ। छोरीलाई धेरै गर्मी भयो, जुस खाने भन्दै हुनुहुन्छ। सो म चाहिँ अब छोरीलाई जुस खुवाउनलाई लगेँ। जुस पसलतिर गएँ बाबा छोरी। सो अनि छोरीले चाहिँ वाटरमेलन जुस खाने अरे। वाटरमेलन जुस अर्डर गरिसक्यो आन्टीले। उता आन्टी वाटरमेलन जुस बनाउँदै हुनुहुन्छ। छोरीलाई हतार भइसक्यो, ट्युसन जान ढिलो भयो भन्नुहुन्छ। मैले ढिलो लिन आयो भन्नुहुन्छ। सो हाम्रो वाटरमेलन जुस पनि आइसके, बाबा छोरी खाइए होइन। वाउ, मिठो मिठो भयो भन्छ है छोरीले। ओके, मैले सकिसक्यो अगाडि नै, छोरी खाँदैछ। सो अब हामीले यसको पेमेन्ट पनि गऱ्यौँ। अब हामी लाग्छौँ बाबा छोरी छोरीको ट्युसन क्लास तर्फतिर लागे। सट्ट लगाएर यहीँ नजिकैको ट्युसन क्लास पनि धेरै टाढा छैन। बाबा छोरी लागे, छोरी अगाडि छ। अब हामी ट्युसन गर्ने ठाउँ पनि आइपुगिसकेको छ। छोरी हतारिँदैछ, साथीहरू सबै आइसक्यो। मलाई म्यामले गाली गर्नुहुन्छ भन्दै हुनुहुन्छ। सो हामी छोरी ट्युसन पढ्ने ठाउँ पनि आइपुगिसकेका छौँ। सो उसको केही साथीहरू पनि आइसकेको रहेछ। उसको साथीहरू टन्ने रहेछ। साथीहरू सबै आइसकेको रहेछ। सो म चाहिँ छोरीलाई ट्युसन छोडेर अब यता रुमतिर फर्केर यता हल्का पार्कतिर आएर एकछिन हावा खाएँ। त्यसपछि म चाहिँ आफ्नो रुमतिर फर्किन्छु गाइज। सो होइन, मेरो आजको सर्ट भिडियो कस्तो लाग्यो होइन, लाइक सेयर कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला गाइज। बाई बाई।